नीति खाली कर हाम्रो राजा हाम्रो देश हाम्रो राजा हाम्रो देश देश र जनताको आवश्यकतालाई मध्यनजर गरी श्री 5 महाराजाधिराज पोखराबाट काठमाडौँ सवारी हुनुभएको छ। उहाँलाई स्वागत गर्न त्रिभुवन विमानस्थल मूलद्वारमा लाखौं जनाको जनसागर ओर्लिएको थियो। राजा ज्ञानेन्द्र आए लगतै राज संस्था स्थापनाको लागि राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर विष्टको अध्यक्षतामा राजभाइ श्रेष्ठको निवासमा कार्य समिति बैठक बसेको छ। कार्य समिति बैठकमा के निर्णय भएको छ भन्ने कुरा निष्कर्ष आउन बाँकी नै छ। प्रतीक्षा गर्नुहोस्। भ्रष्टाचार, अत्याचार, बलात्कार यी विभिन्न विकृतिहरू, विसङ्गतिहरू अति नै बढेको र खास देशमा राज संस्थाको इतिहास अपरिहार्य छ। राजा अपरिहार्य देखियो किनभने अहिले गणतन्त्रसम्म आइपुग्दाखेरि दलहरू असफल रहेको, भ्रष्टाचार भएको, भ्रष्टाचार गरेको यस्ता यस्ता विविध कारणले गर्दाखेरि राजा नभइकन यो देशमा शान्ति सुव्यवस्था हुँदैन भन्ने मेरो अन्तरात्माबाट चाहिँ आफूलाई अठोट सम्झेर म यसमा लागि परेको हो। राजा अपरिहार्य नै छ। राजालाई जनतैबाट फेरि पुनः स्थापना गर्ने हाम्रो अठोट र जनतालाई सचेत गराउँदै सबै जनता एक भएर एकपटक राजालाई ल्याउनु पर्यो भनेर म सबै 10 औँला जोडेर तपाईँहरूलाई जर जाहेर गर्न चाहन्छु। र राजा अपरिहार्य छ। राजालाई ल्याएर राजगद्दीमा राख्न हाम्रो परम कर्तव्य हुन आउँछ जस्तो मलाई महसुस भएको छ। हामी सबै मिलेर यो विसङ्गति विकृतिहरूलाई रोक्नका लागि राजा अपरिहार्य भएको कारणले हामी राजालाई समर्थन गर्न आएको हो। राजालाई राजगद्दीमा राख्नुपर्छ। अब हामीहरूले त तन्त्र सबै कुरो तन्त्र हेऱ्यौँ, तर भन्नुको मतलब के छ भने राजतन्त्र भनेको हाम्रो अभिभावक हुनुहुन्छ। अब अहिले देशको परिस्थिति देशले मागेको नै अब राजतन्त्र हो। अब अहिले यो हामीहरूले हेर्न सक्नुहुन्छ यस्ता नेताहरू 100वटा राजा बने तर देशको जहाँको जस्तै त्यही ठाउँमा बसे, केही हुन सकेन। मेरो भनाइ के छ भने यो देशमा राजतन्त्रको एकदम आवश्यक भइसक्यो। म एउटा अभियन्ता, राष्ट्रिय शक्ति नेपालको उहाँ हाम्रो एउटा कमान्डर हुनुहुन्छ, केशर बहादुर विष्ट हाम्रो अध्यक्षजी हुनुहुन्छ। उहाँ एकदम हाम्रो देशमा चाहिने नै यो देशको प्रधानमन्त्री नै हामीले मेरो सोचेको मेरो हिसाबले चाहिँ हाम्रो अध्यक्षज्यू केशर बहादुर विष्टज्यूले नै यो देशको बागडोर सम्हाल्नु भएपछि र हाम्रो राजा संयुक्त सबै मिलेर हिन्दू अधिराज्य र संहिता खारिज र राजतन्त्रलाई हामीलाई स्थापित हामी राजतन्त्रलाई हामीले पूर्ण बहाली गरेर हामीहरूले देशमा शान्ति चयन कायम गर्नको लागि म यो राजतन्त्र राष्ट्रिय शक्ति नेपालतिर म यो आबद्ध छु। म एउटा कुरो के भन्न चाहन्छु भने हाम्रो देश एउटा पुर्खाले चलाएको देश, पृथ्वीनारायण शाहले हाम्रो चलाएको देश, हामी सबै एकीकरण भएर बनाएको हाम्रो यो देश आज सबै टुक्रा टुक्रामा विभाजित गरिएको छ। 14 अञ्चल 75 जिल्ला भएको देश आज सबै संहिता भन्या छ। अहिले देशमा संहिताले गर्दाखेरि हाम्रो सबै देशको यो जति पनि परिस्थिति स्थिति छ सबै निर्मूल छ। त्यो भएर हामी सबै सम्पूर्ण 3 करोड जनताले सम्पूर्ण जनताले हामीले खोजेको नै राजतन्त्र हो। राजतन्त्र भएन भने हाम्रो देश हामीले जस्तै भन्न लाग्दाखेरि हामीले शिव भनेको सास, शक्ति भनेको पावर। त्यही भएर हामीहरूले यो राज संस्था भनेको हाम्रो शक्ति पावर हो। त्यही भएर मैले यो 3 करोड जनतालाई म यहीँबाट आह्वान गर्न चाहन्छु कि हामी सबै एकजुट हौँ। जस्तै हाम्रो पृथ्वीनारायण शाहले हामी एक हौँ भनेको हामी सबै एक हौँ र यो दुश्मनलाई हामी पर्खी भन्ने एउटा सावधानको हिसाबले यो गरिएको हो। त्यो भएर म हजुर हामी सबैलाई मेरो यो राष्ट्रिय शक्ति नेपालबाट म एउटा आह्वान गर्न चाहन्छु कि हामी सबै एकजुट भएर हामीहरूले संहितालाई खारिज गरौँ, राजतन्त्रलाई हामीले पूर्ण बहाली गरौँ र हाम्रो देशमा सनातन धर्म ओमकारको सनातन धर्ममा हामी सबैजना एक हौँ। 33 वर्ष जाहिर गरेको अनुभव र देशको परिस्थिति हाम्रो भूगोलको देशको भौगोलिक स्थिति हेर्दाखेरि चाहिँ नेपालमा राज संस्था भएन भने हाम्रो देशको चाहिँ औचित्यहीन हुन्छ भनेर म राष्ट्रिय शक्ति नेपालमा आबद्ध भएर लागि परेको छु
र मैले मेरो जिल्ला लगायत मेरा साथीभाइहरू सम्पूर्ण निजामती कर्मचारी लगायत रिटायर भएका कार्यरत कर्मचारीलाई समेत यो किसिमको चाहिँ मैले देशमा राज संस्थाको आवश्यकता छ भन्ने कुरोमा चाहिँ प्रमाणितका साथ मैले व्यक्त गर्दै आएको छु। सबभन्दा पहिलो सनातन धर्म हो। हिन्दू अधिराज्य कायम गर्नको निमित्त यो राष्ट्र शक्ति नेपालमा हामी जुडिया थिए। अनि राज संस्था जसरी पनि आउनु नै पर्ने हो। अनि सङ्घीयता यो देशको लागि धेरै घातक छ। यो देशमा मलको बेलामा किसानको लागि मल पाउँदैन, बिउको बेलामा बिउ पाउँदैन। हाम्रो श्री5 को सरकार जुन बेला हुन्थे जुन बेलामा हेर्नुस् जनतालाई 5 रुपैयाँमा ल्याएर 3 रुपैयाँमा वितरण गरेको कुरा जनताको सामु छँदैछ। अहिले गणतन्त्रको मूल्यको भावमा पनि समयमा त्यो बिउ अनि मल पाइराखेका छैन। म तराईको मान्छे, हामी तराईमा के चाहियो? जल स्रोत चाहियो, बिउ चाहियो, खाद चाहियो, किसानलाई त्यो कुरा मसिन चाहियो। अहिले मसिनको अवस्था छ, त्यो कुरा सरकारले गर्न सकेन। देश टुक्रा टुक्रा पार्दै जनतामा कर लाद्दै आजसम्म लुटे तन्त्र गरेछ। बजेट जति गाउँमा गइरहेछ 1 लाखको बजेटमा मैले आँखोदेखि कुरा हो 20% मेयर खान्छ, 10% वाडा अध्यक्ष खान्छ। त्यसको पछाडि जो समिति बन्छ त्यसले पनि खान्छ। काम कतिको हुन्छ? 40%, 35% को। अनि हाम्रो राष्ट्रको करको गरिबको पैसा कति चुस्छ? 100%। त्यसमा लगानी गर्छ 30%, अनि सबै खाइदिएको छ। त्यही भएर अब यो देशमा राज संस्था नै हुनु पर्यो। यो गणतन्त्र अब चाहिएन। यो अवस्था गणतन्त्रको लागि छैन, यो देश सङ्घीयताको लागि छैन। त्यति भन्दै जय देश, जय नरेश, जय मातृभूमि, राष्ट्र शक्ति नेपाल जिन्दाबाद।